बुद्ध वाज बोर्न इन नेपाल। तर तिमीलाई थाहा छ बुद्धले चाइनिज मेथोलोजीको सबसे ठुलो क्रिएचर द मंकी किङलाई कसरी हराए? सन वुकुङ, जसलाई हामी मंकी किङको नामले चिन्छौँ। ऊ एउटा यस्तो वरियर थियो जो 7 चोटि इमोर्टल भइसकेको थियो, जसका अघि कस्ता कस्ता भगवान टिक्न सक्दैन थिए र यही कारण उसमा इगो बढ्न थाल्यो जो उसको शक्ति भन्दा नि ठुलो भयो। जब मंकी किङ बुद्धको अघि आयो तब बुद्धले युद्ध गरेनन्, जस्ट एउटा च्यालेन्ज दिए कि यो संसारको एन्डसम्म पुग्यौ भनी मसँग जित्छौ भनेर। मंकी किङ हाँस्न थाल्यो र स्पेसमा सबसे तल गयो। जाँदा जाँदा उसले 5 वटा सबसे ठुलो पिलर भेट्यो र सोच्यो युनिभर्सको एन्ड यही हो भनेर। र आफ्नो जितलाई प्रुभ गर्न उसले एउटा पिलरमा आफ्नो नाम लेखिदियो र कन्फिडेन्टली रिटर्न आयो। तर बुद्ध भनी मुस्कुराउँछन् र भन्छन् तिमी त कहीँ पुगेनौ, जुन 5 वटा तिमीले पिलर देख्यौ त्यो त मेरो 5 वटा औँला हो भनेर। त्यो बेला मंकी किङ हार्छ, न कि आफ्नो पावरले, हार्छ त आफ्नो ज्ञानबाट र उसलाई 500 वर्षसम्म कैदी बनाएर राख्छ। अनि त्यसपछि उसले यो कुरा बुझ्यो कि योर वर्स्ट एनिमी क्यानट हार्म यु एज मच एज योर ओन अनग्रेडेड माइन्ड। भन्नाले तिम्रो सबसे ठुलो शत्रु अरू कोही होइन, तिम्रो आफ्नै अनियन्त्रित दिमाग हो। र यहीसँग यो भिडियो पछि म हराइहाल्छु, त्यही भएर फलो गर्न नबिर्सिनु होला। सो आई क्यान सी यु अन नेक्स्ट भिडियो। थ्याङ्क्स फर वाचिङ।